कारबाही लागु औषध सहित 3 जना पक्राउ। हो साथीहरू, भारत नेपाल सीमा क्षेत्रसँग सम्बन्धित छ। सीमावर्ती क्षेत्रमा लागु औषधि तस्करी विरुद्ध गरिएको विशेष अभियानका क्रममा भारतीय प्रहरीले 3 जनालाई पक्राउ गरेको जनाएको छ। प्राप्त जानकारी अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये ठूलो परिमाणमा लागु औषध ओसार पसारमा संलग्न रहेको छ। प्रहरीले उनीहरू साथमा बरामद भएका सामग्री नियन्त्रण लिएर थप अनुसन्धान सुरु गरेको बताएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको जनाइएको छ। सीमा क्षेत्र हुँदै हुने लागु औषध तस्करी पछिल्ला वर्षहरूमा सुरक्षा निकायका लागि ठूलो चुनौती बन्दै गएको छ। यही कारण नेपाल, भारत र दुवै देशका सुरक्षा निकायले सीमामा निगरानी कडा गराएको छ। शङ्कास्पद गतिविधिमा विशेष निगरानी राखिएको र संयुक्त समन्वयलाई पनि प्राथमिकता दिएको छ। यस्ता ताजा, सत्य र विश्वसनीय समाचारका लागि द फिड नेपाललाई सब्स्क्राइब गर्नुहोस्। भिडियो मन परे लाइक गर्नुहोस् र आफ्ना साथीहरूसँग सेयर गर्न नबिर्सिनुहोस्।